चितवन राष्ट्रिय निकुञ्ज कसरा सेक्टरको घडियाल प्रजनन केन्द्रभन्दा केही थोरै दक्षिणमा सालका रुखहरूले घेरिएको एउटा थान छ, जसको नाम हो विक्रम बाबा। बीचमा अग्लो माटोको थुम्को अनि त्यस भागमा एउटा रुख छ। वरिपरि काठे खम्बामा घण्टी झुण्डाइएको छ, त्रिशूलहरू गाडिएको छ। सोही परिसरमा केही आकृति छन् अनि खपेटा छन्, ध्वजा पताका, अनि यही हो विक्रम बाबाको स्वरूप। कुनै ठुलो अनि कुनै विशेष छैन, तर पनि हिजो आज दिन 2 गुना रात 4 गुनाको दरले बढिरहेका छन् धर्मावलम्बीहरू यस विक्रम बाबामा। विक्रम बाबा एक थारू समुदायका गुरु हुन्। विक्रम बाबा यति नै बेला जन्मिएका हुन् भनेर कुनै इतिहासमा संग्रह नभए पनि 100 वर्ष अगाडिदेखि नै विक्रम बाबालाई मान्दै आएको पाइन्छ। विक्रम बाबा यस्ता अद्वितीय क्षमताका व्यक्ति थिए जो त्यति बेला जल, जमिन र जंगललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका थिए। बिरामी परेकालाई तन्त्र मन्त्र विधिबाट निको पार्ने, घना जंगलमा एक्लै डुलेर जडीबुटी ल्याएर जनताको सेवा गर्ने गर्दथे। जहाँसम्म कि उनले छोराछोरी नभएका, बाँझोपन भएका महिलाहरूलाई जडीबुटी र आफ्नो शक्तिको प्रभावले सन्तान सुख दिलाइदिन्थे भन्ने किम्वदन्ती रहिआएको छ। विक्रम बाबा पछिका केही गुरुमा सपनामा विक्रम बाबा आएर मलाई त्यहाँ आएर सम्झ, जसले सबैको भलो हुन्छ भनेपछि सुरुवातमा थारू समुदायका मानिसहरू गएर त्यहाँ पूजाआजा गर्न थाले, जसले लाभ लिन थाले र यो सबैमाझ फैलन थाल्यो कि विक्रम बाबाले गर्दा सबैको राम्रो हुने गरेको छ। अनि पछिल्लो समय सबैजना त्यहाँ जान थालेका छन्, हो सबैको भलो हुन थालेको छ। विक्रम बाबा प्रकृतिका पुजारी भएकाले पनि कुनै बन्द मन्दिरभित्र बस्न नसक्ने जनविश्वास रहिआएको छ। यसकारण त्यहाँ मन्दिर बनाउन खोजिए पनि त्यो सफल नभएको किम्वदन्तीमा उल्लेख गरिन्छ। विक्रम बाबाको आस्था र मेला दिनानुदिन बढ्दै गएको छ। चैत्र महिनामा लाग्ने यस मेलामा लाखौं भक्तजनहरू आउने गर्छन्। चैत्र 25 गतेदेखि मेला लागिरहेको छ। यो वर्ष विक्रम बाबाको दर्शन चितवनवासीको लागि त प्रत्येक वर्ष प्रचलन जस्तै बनेको छ भने मेलामा नेपालका मुख्य शहरहरूका साथै भारतबाट पनि भक्तजनहरू आउने गर्छन्। खास गरी बाँझोपन रहेका व्यक्तिहरूले भाकल गर्दा त्यो पूरा हुने धेरैको जनविश्वास रहेको छ। सन्तान सुखको लागि विक्रम बाबालाई विशेष रूपमा सम्झने गरिन्छ। वर्षौंदेखि बच्चा बच्ची नभएकाहरूको पनि विक्रम बाबामा आएर पूजाआजा गरे, स्मरण गरेपछि सन्तान प्राप्त भएका धेरै उदाहरणहरू रहिआएका छन्। सामान्य जंगलभित्र रहेको यो आवरणले पछिल्लो समय उल्लेख्य भक्तजनको ध्यान खिच्न सफल भएको छ। विक्रम बाबाको थान चितवन राष्ट्रिय निकुञ्जको कसराभित्र पर्दछ, जुन भरतपुर सदरमुकामदेखि 18-20 किलोमिटर दक्षिणमा पर्दछ। विक्रम बाबाको लागि भरतपुर उपमहानगरपालिकाको पटिहानीको बाटो हुँदै आउन सकिन्छ। अर्को सजिलो गन्तव्यको रूपमा भने मंगलपुर, पार्वतीपुर 7 नम्बर बजार हुँदै त्यहाँ पुग्न सकिन्छ। विक्रम बाबाको थानमा पुग्नका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको हुन्छ। राप्तीको पुल भए तापनि धर्मकर्मको बेलामा केही आकर्षक होस् भन्ने मान्यताले डुङ्गाबाट नदी तर्ने व्यवस्था मिलाइएको छ। डुङ्गा पार गरेपछि केही मिनटको जंगल यात्रापछि विक्रम बाबाको थान पुग्न सकिन्छ। हिँड्दा पनि भक्तजनले चितवनको प्राकृतिक आनन्दता हासिल गर्न सक्छन्। चिसापानी खोलामा चराचुरुङ्गी नाचेको जरायो, यस्तै मौका मिले गैंडा पनि देख्न सकिन्छ यस ठाउँमा। विक्रम बाबा यति बेला थारू समुदायको मात्र नभई आम नेपालीको लागि आस्थाको केन्द्र बनेको छ। विक्रम बाबाकै प्रसिद्धिका कारण जगतपुर पटिहानी धार्मिक पर्यटनको रूपमा उदाउँदै गएको छ।